महिनावारी र सरसफाई सम्बन्धी चित्रात्मक, श्रव्य, दृश्य, शैक्षिक सामग्री। आज हामी महिनावारी मेन्स्ट्रुएसन भनेको के हो र महिनावारी भएको बेलामा सरसफाई सम्बन्धी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने बारेमा कुरा गर्दैछौँ। भाग 1। यस भागमा महिनावारी अर्थात् मेन्स्ट्रुएसन बारेमा कुरा गर्नेछौँ। 1. जसरी हामी जन्मेपछि बच्चा, जवान, प्रौढ तथा वृद्ध हुँदै जीवनका विभिन्न चरणहरू पार गर्दै जान्छौँ, ती प्रत्येक चरणहरूमा हाम्रो शरीरमा केही परिवर्तनहरू भइरहेको हामीलाई महसुस हुन्छ। शरीरमा भइरहेका त्यस्ता परिवर्तनहरूका बारेमा ज्ञान भएन भने त्यति बेला हामी असजिलो र भ्रममा पर्न सक्छौँ। त्यसैले हामीलाई शरीरमा हुने यस्ता परिवर्तनका बारेमा जति बढी ज्ञान हुन्छ त्यति बढी हामी आफूलाई चिन्न र अरूका गलत भनाइ र धारणाहरूलाई अस्वीकार गर्न सक्षम हुनेछौँ। 2. उमेर अनुसार हामी महिलाको शरीरमा भइरहेको परिवर्तनलाई 5 भागमा बाँडिएको छ। बाल्यावस्था, यौवन अवस्था, महिनावारी अवस्था, महिनावारी रोकिएको अवस्था तथा वृद्धावस्था। सामान्यतः 8 वर्षभन्दा तलको उमेरलाई बाल्यावस्था भनिन्छ। 8 देखि 13 वर्षको उमेरलाई नवयौवन अवस्था प्री-टिन भनिन्छ। यस उमेरमा हाम्रो शरीरमा धेरै परिवर्तनहरू हुन्छन्, जस्तै छातीमा स्तन बढ्नु, गुप्ताङ्गमा रौँ देखा पर्नु, उचाइ बढ्नु आदि। प्री-टिन लगत्तै महिनावारी अर्थात् मेन्स्ट्रुएसन सुरु हुन्छ, जुन सामान्यतः 12-13 वर्षको उमेरमा सुरु हुन्छ, तर छिटोमा 8 वर्ष तथा ढिलोमा 16 वर्ष उमेरमा महिनावारी हुनुलाई सामान्य भनिन्छ। महिनावारी 45 देखि 60 वर्षको उमेरमा रोकिन्छ, जसलाई अङ्ग्रेजीमा मेनोपज भनिन्छ। 3. अब चर्चा गरौँ महिनावारी अर्थात् मेन्स्ट्रुएसन भनेको के हो त? ध्यान दिएर सुन्नुस् है, कुरा रमाइलो छ। एउटी यौनिक रूपले परिपक्व महिला अर्थात् तपाईहरू जस्तै 12 देखि 13 वर्ष भन्दा माथिका केटीहरूको डिम्बाशय अर्थात् ओभारिजले प्रत्येक महिना एउटा एक सेल निष्कासन गर्दछ, जुन एक सेल डिम्बवाहिनी नली फेलोपियन ट्युब हुँदै पाठेघर युटेरसतिर जान्छ। त्यही बेला पाठेघरले गर्भधारण गर्नका लागि चाहिने तयारी गरिरहेको हुन्छ। यदि त्यो एक सेल पुरुषको शुक्रकीटद्वारा फर्टिलाइज्ड भएन र गर्भ अर्थात् प्रेग्नेन्सी रहेन भने पाठेघरमा गर्भधारण प्रेग्नेन्सीको तयारीमा जमेर बसेका तहहरू भत्किएर रगत र अन्य तरल पदार्थका रूपमा योनिमार्ग युटेरन लाइनिङ हुँदै 3 देखि 7 दिनसम्ममा बाहिर निस्किन्छ। यसैलाई महिनावारी अर्थात् मेन्स्ट्रुएसन भएको भनिन्छ। 4. अब महिनावारी कहिलेदेखि सुरु हुन्छ र कहिलेदेखि रोकिन्छ त्यसको चर्चा गरौँ है त। केटीहरूको पहिलो महिनावारी 9 देखि 14 वर्षसम्ममा हुन सक्छ। कुनै केटीको पहिलो महिनावारी कहिले हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन है, किनभने फरक केटीको महिनावारी फरक उमेरमा सुरु हुन सक्छ। एउटी यौनिक रूपले परिपक्व केटीको महिनावारी प्रत्येक 28 देखि 31 दिनभित्रमा हुने गर्दछ। 5. महिनावारी कति दिनसम्म भइरहन्छ त त्यो जानौँ। सामान्यतः महिनावारी 3 देखि 5 दिनसम्म हुने गर्दछ। सुरुमा महिनावारी अनियमित हुनु चाहिँ स्वाभाविक कुरा नै हो। याद राखौँ, सुरुको बेलामा कुनै केटीको महिनावारी 2 दिन मात्र हुने वा कुनै केटीको 7 दिनसम्म पनि भइरहने हुन सक्छ। एउटा महिनावारी सुरु भएको पहिलो दिनदेखि अर्को महिनावारी भएको पहिलो दिनसम्मको अवधिलाई महिनावारी चक्र मेन्स्ट्रुअल साइकल भनिन्छ। प्रायजसो महिलाहरूको महिनावारी चक्रको अवधि 21 देखि 35 दिनसम्मको हुने गर्दछ। भाग 2. यस भागमा हामी महिनावारीको व्यवस्थापन मेन्स्ट्रुअल म्यानेजमेन्टका बारेमा कुरा गर्नेछौँ। 6. जब कुनै केटीको महिनावारी हुन थाल्दछ तब उनले महिनावारी हुँदा आउने तरल पदार्थ मेन्स्ट्रुअल फ्लुइड र आफ्नो सरसफाइका लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। यस्तो बेलामा के गर्नुपर्ने रहेछ ध्यान दिएर सुन्नुहोस् है त। महिनावारीको समयमा हरेक दिन नुहाउने, लगाएको लुगा फोहोर नहोस् भन्नका लागि राम्रोसँग सरसफाइ गर्ने, शरीरको पोषणका लागि सन्तुलित आहार खाने
र तनाव र विचलनबाट बच्न आफूलाई मनपर्ने व्यायाम, हल्का खेलकुदबाट आफूलाई एक्टिभ राख्ने। यी उपायहरू गरिनुलाई नै महिनावारीको व्यवस्थापन भनिन्छ। यसो गर्दा तपाईले पढाइ, विद्यालय, कलेज जाने, काममा जाने वा घरको कामकाज जस्ता कुराहरू ढुक्कसँग गर्न सक्नुहुन्छ। 7. अब महिनावारीमा हुने स्राव, ब्लिडिङलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा कुरा गरौँ है त। महिनावारी भएको बेलामा बग्ने तरल पदार्थलाई सही तरिकाले सफा गर्ने र तह लगाउने गर्नुपर्दछ। त्यसो गर्नका लागि यी मध्ये कुनै पनि वस्तुको प्रयोग गर्न सकिन्छ। क. एकचोटि प्रयोग गरेर फाल्न मिल्ने स्यानिटरी प्याड। ख. अर्को छ घरमा आफैले बनाउन मिल्ने कपडाको प्याड। 8. स्यानिटरी प्याड भनेको के हो त? त्यो बुझौ है। स्यानिटरी प्याडलाई स्यानिटरी न्यापकिन अथवा महिनावारी प्याड पनि भनिन्छ, जुन तरल पदार्थलाई सोस्ने वस्तुले बनेको एउटा पातलो प्याड हो र यसले महिनावारीको बेला निस्कने तरल पदार्थलाई सोस्ने काम गर्दछ। अब स्यानिटरी प्याडलाई कसरी प्रयोग गर्ने त्यसबारे चर्चा गरौँ। स्यानिटरी प्याडलाई प्यान्टी र यौनीको बीचमा राखिन्छ, जुन प्याडमा टाँसिने वस्तु राखिएको हुन्छ, जसले गर्दा प्याड भित्री प्यान्टीमा टाँसिएर बस्छ भने कुनै प्याडमा दुवैतिर छेउमा अङ्कुश जस्तो निस्किएका हुन्छन्, जसले भित्री कट्टुको वरिपरि बेरिएर प्याडलाई यताउति सर्न दिँदैनन्। सामान्यतः स्यानिटरी प्याडलाई 4 देखि 6 घण्टामा बदल्नुपर्छ ताकि यो धेरै भिज्न नपाओस्। 9. घरेलु कपडाको प्याड सरसफाई कसरी गर्ने? यस्तै यदि तपाईँ कपडा प्रयोग गर्दै हुनुहुन्छ भने प्लिज रङ्गीन कपडा प्रयोग नगर्नुहोस्। रङ्गीन कपडाको प्रयोगबाट इन्फेक्सन हुन सक्छ। प्याड जस्तै कपडालाई पुनः 4 देखि 6 घण्टाभित्रमा चेन्ज गर्नुपर्छ। धेरै बेरसम्म कपडाको प्रयोगले चिलाउने, कोष लाग्ने, गनाउने, गुप्ताङ्ग हल्का फुल्ने आदि जस्ता समस्याहरू देखा पर्छन्। यदि कपडा फेरि प्रयोग गर्ने हो भने त्यसलाई राम्रोसँग साबुन पानीले धोएर घाममा सुकाउनुपर्छ, नत्र कपडामा लागेको रगतको टाटोले हामीलाई इन्फेक्सन हुन सक्छ। 10. अब पहिलोचोटि महिनावारी हुँदा के गर्नुपर्छ त्यो जानौँ। जब तपाईँको पहिलो महिनावारी हुन्छ, तपाईँले यो कुरा आफ्ना आमा, दिदी वा तपाईँलाई विश्वास लाग्ने कुनै न कुनै ठुला मान्छेलाई अथवा आफ्नो शिक्षक वा साथीलाई भन्नुपर्छ। यसो गर्दा उनीहरूले यस्तो अवस्था बारेमा चाहिने थप जानकारी तथा सरसफाई गर्दा चाहिने वस्तुहरू दिएर तपाईँलाई मद्दत गर्न सक्छन्। भाग 3. 11. महिनावारीका लागि सधैँ आफूलाई कसरी तयार पार्न सकिन्छ भन्ने बारेमा चर्चा गरौँ। तपाईँले महिनावारीका लागि आफूलाई सधैँ तयारी अवस्थामा राख्नु सबैभन्दा जरुरी कुरा हुन्छ, जसमा आफ्नो महिनावारी कहिले हुँदैछ भन्ने थाहा पाइराख्ने र त्यसका लागि आफूलाई पहिलेदेखि नै तयार राख्ने कुराहरू पढ्न आउँछन्। महिनावारीको तयारीका लागि के उपायहरू गर्न सकिन्छ त्यो हेरौँ। क. क्यालेन्डरमा आफू महिनावारी भएको प्रत्येक महिनाका दिनहरूलाई चिनो लगाउँदै जाने। यसो गर्दा तपाईँलाई आफ्नो महिनावारी, मेन्स्ट्रुएसन कति दिनसम्म हुँदो रहेछ भन्ने कुरा मात्र नभई आफ्नो महिनावारी चक्र, मेन्स्ट्रुएसन साइकल कति लामो रहेछ भन्ने कुरा पनि थाहा हुन्छ। ख. अर्को तयारी भनेको स्यानिटरी प्याड आफ्नो साथमा राखिरहने। तपाईँको महिनावारी ठ्याक्कै कहिले र कस्तो अवस्थामा हुन्छ भन्ने कुरा पहिले नै थाहा पाउन सम्भव हुँदैन। त्यसैले जब तपाईँले अब आफ्नो महिनावारी छिट्टै केही दिनमै हुँदैछ भन्ने सङ्केत पाउनुहुन्छ, तब स्यानिटरी प्याड साथमा राखिराख्नु राम्रो उपाय हुन सक्छ। पातलो खालको न्यापकिन सानो आकारको हुने भएकोले हाते ब्यागमा सजिलै अटाउँछ। यस्तो तयारी गर्दा परेको खण्डमा आपतकालका लागि त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ। ग. सधैँ स्वस्थ तथा आत्मविश्वासपूर्वक रहनु हो। महिनावारीका लागि अन्य तयारी सँगसँगै स्वस्थ र आत्मविश्वासपूर्वक रहनु पनि उत्तिकै जरुरी हुन्छ, किनभने स्वस्थ र तनावमुक्त जीवनयापनले तपाईँको महिनावारीलाई नियमित तथा एकनासको गराउनमा मद्दत गर्छ। थाहा भयो है? 12. अब महिनावारी हुँदा सरसफाई कसरी गर्ने
त्यसबारे पनि कुरा गरौँ। महिनावारी हुँदा तपाईले सरसफाइका यी उपायहरू गर्न सक्नुहुन्छ। हरेक दिन कम्तीमा एक पटक नुहाउने, भित्री लुगा सफा लगाउने र त्यसलाई समय समयमा फेर्ने, समय समयमा स्यानिटरी प्याड फेर्ने, प्रत्येक पल्ट शौचालय गएपछि र पिसाब गरेपछि पनि गुप्ताङ्गको भाग सफा पानीले सफा गर्ने, दुई खुट्टा बीच शरीरको भागलाई सुक्खा राख्नु पर्दछ, नत्र भने रगडिएर दुखाउने हुन सक्छ। तपाईले अर्को एउटा के कुरा थाहा पाउनु अति नै जरुरी छ भने यौनीको आफ्नै प्राकृतिक सफाई प्रणाली हुन्छ। त्यसैले सफाईका लागि यसभित्र गन्धनाशक, बडी स्प्रे वा कुनै पनि अन्य बाहिरी वस्तुको प्रयोग गर्नु हुँदैन। 13. पहिले प्रयोग भइसकेको स्यानिटरी प्याडलाई कसरी नष्ट गर्ने भन्ने बारेमा जान्न एकदमै जरुरी छ। स्यानिटरी प्याडलाई कहिले पनि शौचालय, टोयलेटको दिशा गर्ने ठाउँमा हाल्नु हुँदैन है। यसो गर्दा शौचालय, टोयलेटको निकास थुनी नगई बाहिर जानुपर्ने फोहोर र पानी शौचालय भित्रै जम्मा हुने खतरा हुन्छ। याद राखौ, जथाभावी फोहोर छोड्दा शौचालय, टोयलेट पुनः प्रयोग गर्ने अरू महिलालाई असर पर्न सक्छ, जस्तै दुर्गन्धले टाउको दुख्ने, बान्ता आउने, यौन अङ्ग चिलाउने, रातो टाटो देखा पर्न सक्छ। त्यसैले स्यानिटरी प्याडलाई प्रयोग गरेपछि पुरानो अखबार वा काम नलाग्ने कागजमा बेरेर फोहोर फाल्ने ढुवाङमा हाल्नुपर्छ र त्यो ढुवाङको बिर्को लगाउनुपर्छ। थाहा भयो नि? 14. तल्लो पेट दुख्नु। महिनावारीको समयमा कुनै वखत तल्लो पेट दुख्न सक्छ, जुन सामान्य हो। आत्तिएर सकेसम्म औषधि खाने बानी गर्नु हुँदैन। पेट दुख्नुको कारण गर्भधारण, प्रेग्नेन्सी नभएपछि काम नलाग्ने ब्लड लाइनिङलाई बाहिर फाल्नको लागि पाठीघर युटेरस खुम्चिने र फुल्ने प्रक्रिया हुन्छ, जसले गर्दा कुनै बखत तल्लो पेट दुख्न सक्छ। तल्लो पेट दुख्ने कम गर्नुका लागि हल्का व्यायाम गर्ने, तल्लो पेट हट वाटर ब्यागले सेक्ने, तल्लो पेटमा हल्का मसाज गर्ने, मनतातो पानीले नुहाउने, प्रशस्त सुत्ने, आराम गर्ने। दुखाइ कम नभएमा डाक्टरसँग सल्लाह लिनुपर्दछ। भाग 4. 15. अबको भागमा हामी महिनावारी सम्बन्धमा पुराना धारणाहरू के कस्ता छन् र ती कति सही या गलत छन् भन्ने बारेमा चर्चा गरौँ है त। हाम्रो समाजमा अहिले पनि महिनावारी भइरहेका महिलाहरूलाई विभिन्न सामाजिक कार्यक्रममा सरिक हुन दिँदैनन्, जबकि विकसित तथा अन्य देशमा महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाको रूपमा स्वीकारेका छन्। यस्ता मान्यताहरूले महिलाहरूमाथि भेदभाव गर्नुका साथै उनीहरूको आत्मसम्मान र विकासका अवसरहरूलाई समेत तल पार्ने काम गर्दछन्। हामी यसलाई समाजकै समस्या मान्दछौँ, किनभने महिलाहरू भनेका प्रत्येक समाजका आधा हिस्सा हुन्, होइन त? 16. त्यस्तै अर्को के पनि धारणा छ भने महिनावारी हुँदा धेरै रगत खेर जान्छ, जसका कारण रक्त अल्पता, एनिमिया हुन्छ रे। वास्तवमा एउटी स्वस्थ महिलालाई महिनावारीले गर्दा शरीरमा आइरनको कमी भएर हुने एनिमियाको समस्या हुँदैन। एउटी स्वस्थ महिलाको महिनावारी हुँदा बग्ने रगतको मात्रा 45 देखि 100 मिलिलिटर हुन्छ। 100 मिलिलिटर लगभग 3 चम्चा जति भन्दा बढी हुँदैन। यदि तपाईको 3 चम्चा भन्दा बढी रगत जाने गरेको छ भने तपाईले यस बारेमा तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुपर्दछ। यो कुरामा ध्यान दिनुपर्छ है। 17. हामीलाई आशा छ आज तपाईहरूलाई महिनावारी र महिनावारीको समस्या गर्नुपर्ने व्यक्तिगत सरसफाइका बारेमा पर्याप्त जानकारी भयो होला। यदि अझै पनि तपाईका मनमा कुनै जिज्ञासा वा प्रश्न छन् भने कृपया हामीलाई भन्नुहोस्। ज्यास्मिन हाइजिन प्रोडक्टद्वारा नेपालमै उत्पादित गुणस्तरीय सेफ्टी स्यानिटरी प्याड्सहरू हरेक उमेरका महिलाहरूले निर्धक्क प्रयोग गरिरहेका छन्। विभिन्न प्रकारका सेफ्टी स्यानिटरी प्याड्सहरू तपाईका घर नजिकैका पसलहरूमा सजिलैसँग पाइन्छ। थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोला। तपाईहरूको अमूल्य समयका लागि धेरै धेरै धन्यवाद।